हेलो गाइस, अहिले चाहिँ हामीहरू म र मेरो बुढा पुच्का खानु आँटिरहेको छु। हेर्नु होला कसले धेरै खान्छ पुच्का, कसले धेरै खान्छ पुच्का च्यालेन्ज छ। अनि त्यसमा चाहिँ मेरो बुढाले 500 रुपियाँ राख्ने अरे, अनि जसले जित्छ उसले 500 रुपियाँ लान्छ। यहाँ चाहिँ छ 500 रुपियाँ। अनि मेरोमा पुच्का छ 19वटा, उसकोमा छ 19वटा। कसले चाहिँ छिटो खाने, जसले छिटो खान्छ उसले चाहिँ जित्छ यो 500 रुपियाँ। यो 500 रुपियाँ चाहिँ अहिले राखिदिन्छु म यहाँ, जसले जित्छ उसले लान्छ। ओके नो रेडी। अब चाहिँ हामीले स्टार्ट गरेको 1 2 3। के स्पिड चाहिएको तपाईँले त ढिलो खानु न। टमिलो भएछ। कस्तो स्पिड हो जित्नु पर्यो नि। मन जित्यो। भिडियो चाहिँ मारेको एउटा मात्रै पार्छ। यो 500 चाहिँ मेरो थियो, मेरो भयो ल। अब यो 500 मेरो भयो। ओके बाई। म चाहिँ खानु सकेन, किन भन्दाखेरि मैले चाहिँ उसले अघि नै बजारबाट पनि त्यो ल्याएको थियो नि त, रेडिमेड बजारको। अनि त्यो खाएको थियो नि त, अनि त्यही भएर खानै सकेन। मसँग त खान सक्दैन नि कम्पिटिसन। अब रसमलाई मैले 500 रुपियाँ जित्यो। अब बुढीले रसमलाई खान्छु। बुझ्नु, यो रसमलाई चाहिँ दामी छ, ताजा ताजा एकदम। यो चाहिँ तातो ल्याएको थियो बुढाले। हेर्नुहोस्
मिठो छ नि दामी तातो नि ओके बाई साथीहरू हाम्रो भिडियो मन यो पर्यो कम्पिटिसन गरौँ भने कसले खान सक्दैन लाइक आधा त गरौँ कमेन्ट यो म जितिहाल्छु लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला यो आधा त गरौँ धन्यवाद खाना टाइममै भयो यो त तपाईँले यति त एकैताल लगाइदिन्छ नि बाई अहिले चाहिँ हामीले पुच्का खाइसक्यो अनि चाहिँ अब भात डिनर गर्नु आँटेको किन भन्दाखेरि भात चाहिँ खानै पर्छ हामीले किनकि आज चाहिँ हाम्रो व्रत हो अनि त्यसै कारणले यहाँ चाहिँ भेज थाली मेरो र मेरो बुढाको थाली रेडी भइसकेको छ यहाँ छ पोटल फ्राई यो छ फर्सीको मुन्टाको सब्जी यो करेला र टमाटरको अचार अनि यहाँ छ आलुको अचार अनि यहाँ छ दाल ल धन्यवाद आज अब चाहिँ हामीहरू खाने लागेको आज चाहिँ मेरो व्रत थियो कि अनि त्यही भएर चाहिँ खानु मन त लागेको छैन भात तर पनि अब अलिकति भए खान्छु मेरो व्रत मेरो बुढाको पनि व्रत जस्तै हो ल साथी अब चाहिँ पुरा कम्प्लिट खाना भुँडी पुरा भरियो खाना फिनिस मेरो बुढी चाहिँ मसँग सबमा चिजमा हाल्यो पुच्कामा पनि रसमलाईमा पनि भातमा पनि आज मिस्टी खाऊँ ल हैन